अर्को एउटा एकदमै रमाइलो क्वेसन आएको छ कि यो भन्दाखेरि महिनावारी बन्द भएको दिदीबहिनीहरूको स्तन क्यान्सर र महिनावारी बन्द हुनु अगावि भएको स्तन क्यान्सरहरूमा के फरक छ भनेर सोध्नु भएको छ। एकदम राम्रो क्वेसन हो। महिनावारी बन्द भइसकेको दिदीबहिनीहरूमा चाहिँ स्तन क्यान्सर हुँदाखेरि चाहिँ हामीसँग यसलाई उपचार गर्ने औषधिहरू धेरैहरू हुन्छन्। जबकि महिनावारी बन्द नभएको दिदीबहिनीहरूलाई हामीले उपचार गर्दाखेरि उहाँहरूको यो महिनावारीको कुराहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ हामीले यो हर्मोनहरू पोजिटिभ भएको स्तन क्यान्सरको बिरामीहरूलाई हामीले औषधि खाने हुन्छ, जस्तै कि ट्यामोक्सिफेन भन्ने औषधि खान्छौँ होइन। र कहिलेकाहीँ चाहिँ हामीले लेट्रोजोल भन्ने एनास्ट्रोजोलहरू भन्ने औषधिहरू दिने हुन्छ। र प्रायः महिनावारी बन्द नभएको दिदीबहिनीहरूलाई चाहिँ यो धेरै औषधिहरूमध्ये पनि हामीले छानेर ट्यामोक्सिफेन भन्ने मात्र औषधि युज गर्नु मिल्छ। यो ट्यामोक्सिफेन भन्ने औषधिले चाहिँ कहिलेकाहीँ चाहिँ कुनै कुनै दिदीबहिनीहरूलाई स्तन क्यान्सरलाई त राम्रो गरिदिन्छ, र कहिलेकाहीँ चाहिँ पाठेघरको क्यान्सरहरू पनि निम्ति आउने सम्भावनाहरू हुन्छ। त्यसैले सकभर यसलाई चाहिँ लामो समय हामी अभोइड गर्छौँ। त्यस्तो गरेर हामीले अरू औषधिहरू प्रयोग गर्नु पर्यो भने कहिलेकाहीँ महिनावारी रोक्ने औषधिहरू दिएर होइन उहाँलाई चाहिँ औषधिहरू दिनुपर्ने हुन्छ। त्यसैले यो महिनावारी नरोकेको दिदीबहिनीहरूले चाहिँ यो हर्मोनको औषधिहरू खाँदाखेरि चाहिँ एकचोटि डक्टरसँग राम्रै परामर्श गरेर मेरो महिनावारीहरू भइरहेछ, यस्तो बेलामा यो औषधि उपयुक्त हुन्छ हुँदैन एकदम राम्ररी बुझेर औषधिहरू सेवन गर्दाखेरि चाहिँ अलिक बढी फाइदा हुन्छ। महिनावारी बन्द भइसकेको दिदीबहिनीहरूलाई चाहिँ युज गर्दाखेरि हामी युजली यो ट्यामोक्सिफेन भन्ने औषधिहरू युज गर्दैनौँ होइन, जसले गर्दाखेरि चाहिँ यो मैले अघि भने जस्तो पाठेघरको अरू क्यान्सरहरू हुनेबाट चाहिँ यसलाई हामी बचाउन सक्छौँ है। त्यसैले हामीले यो औषधि महिनावारी बन्द भइसकेको दिदीबहिनीहरूले यो हर्मोनको औषधिहरू खाँदाखेरि चाहिँ यो यसलाई चाहिँ एकदम ध्यान दिएर अगाडि बढ्नुपर्ने जरुरी हुन्छ। कोही कोही दिदीबहिनीहरू कस्तो हुन्छ त भन्दाखेरि महिनावारी बन्द हुनु अगाडि क्यान्सर सुरु भएको हुन्छ र उपचार गर्दा गर्दै महिनावारी बन्द भएको पनि हुन्छ। त्यस्तो बेलामा पनि हामीले एकदमसँग केही टेस्टहरू गरेर महिनावारी पुरा बन्द भएको हो कि होइन त्यसलाई एकदमसँग हामीले स्योर गरेर मात्र औषधिहरू चेन्ज गर्ने र औषधिहरूलाई चाहिँ एउटा एक समन्वयमा ल्याउन एकदमै जरुरी हुन्छ।